ल अब त हामी 40 कपाल काट्न कट्टु सट्टु चाहिने क्या बाबु छट्टु होस् हामी सानोतिनो हेर्नु नि हेर्न बार भइदाखेरि ढुक्क हो क्या हामी फेरि बाबु बाइक छोडेर आइस झोला नि छोडिदिइस् कत जाने र भेना ल यसलाई यो सुतुवा अल्छी प्यारासुट बोकेर हिँड्ने अल्छी साला ल चल्लिस पाल्ला हिँडेको थियो अब कस्तो सुतेर बस्छ र यो त ल खाइस आज भ्लग अनएक्सपेक्टेड भ्लग 81 केउलीतिर कपाल काट्न हो हामी फेरि यस्तो के सानोतिनो होइन हामी फेरि कपाल काट्ने ठाउँमा जान्दैनौँ कि सिधै बारलाई चाहिँ लिएर हिँडिदिने उठाइदिने हो यस्तरी छ्याप्प पारेर बारलाई लिएर झ्याप्प पारेर अहिले भेटौँला लास्ट गर्मी हो घाम छ बुझ्यो हो क्या कपाल काट्दाखेरि सिनेमेटिक खिच्यो अहिले पुरा यस्तरी यो कस्टमर हेर्नुहुन्छ हाम्रो कस्टमर यही हो हाम्रो कस्टमर हो क्लाइन्ट नो कस्टमर आज क्लाइन्ट बुक गरेको स्याटरडेलाई हामी अन द वे हामी फेरि के अरे घोडाको जङ्गलको बाटो जाँदैछौँ है फेरि गर्मी भएर हाइवेमा लास्टै गर्मी के गरी हाइवेमा गर्मी बाटो जता हेऱ्यो त्यतै बाटो के अरे इस्यु काका भम्पे होइन के भन्दै आयो त्यसले होइन के त्यो उसले के अरे हमसले के भेम्पे अरे भम्पे काइस भम्पेलाई त हामीले जाँदा त नि सम्झिन्छौँ अनि काकाले कोही भम्पे त हिरो ल तिनीहरू आउँदै त्यता ह्याप्पी बर्थडे काका भन्नु न ह्याप्पी बर्थडे काका काइस उयो रुखको जग्गा हाम्रो त्यो बाघ छ क्या यहाँ पत्ता झऱ्यो है ल बाघ थाहा नि तँलाई पत्ता झऱ्यो भने बाघ हुन्छ भनेर ल सिकारीहरू है सिकार हान्दै त्यहाँखेरि ल यस्तो बाख्रा ओ माई गॉड दुईमा ओ माई गॉड बाख्रा मे ओ ल दुईमा अविरल राइडर हो भाइ को राइडिङ स्किल ओ 365 यस्तो है बादल बर्से हो नाइ होइन बाटो यता खाइस तैँले खाइस स्विट 16लाई के भने तैँले स्विट 16लाई भोक लाग्यो भन्न चाहन्छु म भोक लाग्यो भन्थ्यो नाइ मलाई भोक लाग्यो स्विट जाए भनेको ल नास्ता लिएर तैँले न्याउलीमा जाउँ है हामी त न्याउलीमा ल ओह्रालो यता छेउबाट हाल हिलो होइन छेउबाट खाइस अविरल ल खाइस ल खाइस यता बिच दुखिहाल एक माल हिजो धोको कामै लाउने भने त अविरल हिजो तेरो घर बाइक धोको कामै नलाउने भयो यार गाह्रो पर्यो यार हिलो रहेछ गाइस हिलो देखाइदेऊ न हिलो माथिबाट हाल्न आउँछ क्या ल हिलो न ल हिँड्के अगाडि हेरेर साला हिजो बाइक धोको कामै ल्याएन यार त्यत्रो होइन हिलो परेन
गाइस ल ल ल ओइ 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 ल रुख त ढल्यो रुख त ढल्यो रुख ढल्यो ब्ल्याट ढलिदिने रे के ल गाइस होइन यतैबाट चाँडो त चाँडै आयौँ होइन तर चाँडो आइदो रहेछ बे यतादेखि यार कसम बाबु गेट डाउन गर हाल्दै ल खोइ कता हो ल हामी त गाउँमा निस्क्यौँ गाउँ जङ्गल होला पानी पर्छ क्या हो तैँले भनेन् के भनेन् कागज भन्दा कपाल काट्न ल अहिले भेटौँ ल गाना सुन्न पाएन बाउलाई बाजाको आवाज सुन्न पाएन बाउलाई नाच्यो ए ल एपिक हरकत भन्दै पज भएछ सरी भिडियो पिकनिक ह्याप्पी बर्थडे पाले ल खाइस तैँले खाइस पिकनिक खाइस ल खाइस श्री सरस्वती ल पानी पर्न लाग्यो यो पनि एउटा मेमोरिज हो कि गरिब चाला दामी खोटका डायमन्ड हो ब्रो डायमन्ड हाम्रो साइकलमा मेमोरी पिकनिक बौलाइस पाले बौलाइस ल पानी पर्दै हुन्थ्यो ए सरी पानी पर्यो भने बाटो हिलो हुन्छ कस्तो कुनमा हो र ल खाइस तैँले खाइस लप्रेक्का खाइस झ्याप्पै खाइस ल हो सानीहरू हेर त माथि के बोले म भ्लगमा यस्तो भन्न नहुने यार गर्लफ्रेन्ड मात्रै पायो भने लोयल बस्छ है बुद्ध बन्न 2 महिना सक्छस् नि बाबु ढुक्क अनि बाइक ठुल्ढुङ्गामा गाइस अब हेर यत्रो भिड यतै हाल तानेर यो पड्किन्न भाइ यो रिबन हो ल खाइस यसको क्लासिक तेरो बाइक लिएर पड्का भन्दै नि औडा भिड हुन्छ शनिबार हो त ब्याङ्क सधैँ एकै दिन हुन्छ र खाइस ल्याप्रेक्क ओहो त्यहाँ ल खाइस ल भ्लग यहीँ भयो
पिस पिस चाहिन्छ कि यस्तो खाली ठाउँ ल खोला पिस 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 गाइस 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 ल अहिले भेटौँ ल पेपर लिएर हिँड्छ होइन र जङ्गलमा हग्दा पनि पुस्दिने होइन ल है ल यहाँ चाहिँ सुरु भइसक्यो अब यो त सही सही सल्ले त 12 पेपर भन्छ त त्यसले अनि मुर्गी साप हेरगट यो मुर्गी साप कटकाट्दै यस्तो भ्यूमा है फेरि यहाँ खोलामा आएर भाले भाले क्लिप ल्याएनस् पानी नि पर्यो पानी पर्यो सडै सड ठाउँ सरेको सरै छ है ओए तारिफ देखियो ओए मा यसको मुख हेर न कस्तो देखिन्छ होला यसलाई बाल काटेपछि मा त्यसै त चोर जस्तो छ हो भाइ हो नेपालको धन भन्न थाहा भाग्छस् तैँले मेरो आइफोन भिजाइस् टाउकोमा पात्ता छोपिस् त टाउको पानी पर्ने पानी त होइन कि भुसी पानी भुसी पानी हुन्छ पानी पनि अलिकति बिग्रियो त हाम्रो साइडको मतलब मैले पछाडि त पाल्न लाग्यो कि भाउजू ओए फेरि गर्न ओए सुत्यो गुरुङ केटा सुत्यो पाले हामी कहिले जानुपर्छ अरे एक दिन जाडोमा भन्थिस् त त लाने होइन नलग त धेरै हिँडिस नलग सट्टीमा यसले कस्तो कस्तो गर्नु थाहा पोखरा गएर होइन आइज न आइज गरे पालेले म कहिले गएँ बे यसलाई मैले अस्ति सोधेको भन्नै बिर्सेछु कि आइज न आइज भनेको जाम पनि भन्यो त्यतिखेर ए यार सुरुमा होटल बसेँ भन उठेर ल म भोलि राखेको म त घर जान्छु मलाई त घर बसेको छैन मम्मीले ठुलो फुपूले गाली गर्नुहुन्छ भन्थ्यो अनि मैले यसलाई सोरेक पनि जाम भनेको मानेन रोक्न यसलाई मैले कुन कुनामा जान्छु एक दिन अनि आइज कि आइज मलाई बहुत जे भन्नु त्यही खुलाउँछु भन्दै बस्छु हो त्यही डाइलग हिजो होइन हिजो हेर बाबु अविरल मैले हिजो यसले आइज चितवन भनेको होइन पालेले भन्दा पत्ता थिएन झन् छोराले आइज कि आइज ढुक्क आइज भन्यो होइन अनि आउनु लाग्यो त म रेडी भएर बसेको त होइन घरसर सोधेर यसो जुगाड सुगाड हानेको त झन् पैसाको पछि त घर आइसक्यो के म भिगारी हो क्या चिनी त्यो झन् पेट्रोल हाल्ने पैसा पनि दिएर थारूलाई भनेको रेडी भयो थियो थारूले नि बिहान म्यासेज गरेको थियो भने थाहा कहाँ ओए कहाँ हो जाने होइन भनेको थियो मैले कहाँ भनेको त कहीँ होइन भयो त्यो ढुक्क भयो थियो त्यो लजाम भन्दै थियो हामी फेरि बस्दैन कि
ए रन ल ल मैले यो रन मतीहरूले त रन मेरै मात्र कुरा गरे बालको कुरा गर्न भाइन्छ दहरू म्याच स्कोलहरू रन मेरै मात्र कुरा गरे रन ए म्याच हामी पाहुना आइसक्यो नि सलन भाइ भेटे एक्कासी सलन भाइले मेरो लोकेसन ट्र्याक गरेर आए यता नि हान हिरो ओ हिरो खै हटन डुब्बे छ क्या ल ल सटडाउन सटडाउन ल है केटा ल कपाल हाम्रो हेर्न कहाँ कपाल काट्न वे यसको ल बाल है यो अघि र अहिले फाइनल ओ यता रामसँग रामसँग बाबु ल उता उताको यता हो क्या ल के वे गेन्जी देखे ल अब हामी निस्क्यौँ यहाँदेखि कति बज्छ यार कति बज्छ टाइम हेर त टाइम टाइम फोन झिक्न ए त मेरो मुखैमा लिएर आइदिए यार और हेर ल यहीँ छ त 40 भएछ त के थट कति बजे आएको कति खै कति बजे आएको थिएँ माथि म्याच ल अब निस्क्यौँ यहाँदेखि ल अब बना पानी पर्यो केटा हो घरतिर जाँदै पालेर सौरभ तेरो पनि बाइक हुनुपर्ने गान कस्तो मजा दिन्थ्यो होला चलन भाइ अगाडि ल हाम्रो यहाँ सलन भाइ हिरो एके सलन सलुन सलन भाइ कहाँ एक्कासी भेटेको हो न भाइलाई ल हिँड्न अगाडि जाऊ अगाडि जाऊ अरे भिडियो मात्रै गराइदियो बोल न त्यसको भ्लगमा सिनेमेटिक हाल्छ कि सौरभ बोल्ने रे भ्लगमा क्यामेरा बोल न बोल बोल्छु भन्दै थियौ त तिमी बोल भनेको कि कहाँ म बोल्ने म त बोल्ने यार उता लैजाउँ न के र क्यामेरा यसको घुसा खै ल यहाँ चाहिँ सलनको नयाँ सिटसँग है गिफ्टेड सिट सुरुबाट गरौँ मुजी ल यहाँ चाहिँ हाम्रो खैरेनीको वान पिस है रिबन सलन नयाँ नयाँ सिटसँग यता त भन्नै परेन यो बाइक पनि हाम्रो बाइक फेरि भोगाल हाम्रो बाइक त वान पिस हाम्रै यो चाहिँ मा त धमिरेको भ्लग हो यो भेन्चोतको
साइकोको मा त्यसको दाई पनि साइको साला त्यसलाई पनि गाली गर्छु भ्यू अलि अगाडि बिस्तारै हिँड्न त रन्डी जा भाग अब मुजी एवढे सब आउँछ हन रन्डीगन हात्ती ओइ चिन्नु दोस्त यो चाहिँ सौरभ यो चाहिँ सलन यो सौरभ त प्योर ब्ल्याक सौरभको साथीहरू सौरभको साथीहरू प्योर ब्ल्याक एन्ड ब्ल्याक हान्छ क्या हो यार एकदम स्ट्रङ बाजे हाई गरिदिनु बाजे अर्को साइड अलि अगाडि आउनु सुजन त पछाडि जा अलि पछाडि बस्नु त धेरै अगाडि गयो बस्दा तल आएर लाइनमै हो कि त्यो
ब्लग अपलोड गर्नु पऱ्यो, त्यही भएर अब भिडियो इन्ड त हान्नु पऱ्यो, त्यही भएर या द्याट्स अल इन अफ द डे बाई।